हेलो हेलो साथीहरू, वेलकम छ मेरो छोटो अनि मिठो मिनी ब्लगमा। अनि के आजबाट मैले त्यो 30 डेको मिनी ब्लग च्यालेन्ज हुन्छ नि त्यो गर्न आँटेको छु। अनि यो चाहिँ डे 1 को भयो। अनि बिहान उठेर नुहाइ गरेर पूजापाठ पनि गरेर भ्याएँ। त्यसपछि हिजोको दुध चाहिँ खानालाई निकालेँ, चिया खाना बाबुलाई खुवाउनलाई, र आजको दुध बसालेँ मैले। अनि मेरो यो च्यालेन्जहरू हेरिदिनु होला है। अनि यसरी टुक्रुक्क बसेर पानी खाँदा चाहिँ फाइदा हुन्छ अरे नि त। उभिएर नखानु अरे, टुक्रुक्क बसेर खानु अरे। त्यसपछि बाबु सुतिरहेको छ, मैले चिया पनि पकाएँ। अनि छोरो उठेको पछि ओछ्यान चनाकसुनुक पारेर मिलाएँ मैले। आज चाहिँ मैले जोगी तरकारी बनाएँ कि कटहर, पनिर, आलु, बोडी सबै थोक मिसाएर के। पनिर चाहिँ यस्तो खालको थियो, अनि मैले यत्तिकै हालिदिएँ कि पुरै भुजुरी हुने खालको के। त्यसपछि बाबुलाई खाना खुवाएँ। अनि दिदी घर गएको खरबुजा खाँदै हुनुहुन्थ्यो, मैले पनि खरबुजा खाएँ। त्यसपछि यो नानी के हाम्रो घर लिएर आएको, बाबुहरू त खुसी भएर बहिनी भनेर खेलेर खानेकुरा दिएर बहिनीलाई। अनि त्यहाँ सिकाउँदैछ खानु हुँदैन, चाट्नु हुँदैन भनेर। आफै फोहोरी छ है, त्यो बहिनीलाई सिकाइराखेको छ। मक्ख परेर ऊ पनि दादाहरूसँग खेल्न पाएर घर जानै नमानेकी के, खुसी भएर दादाहरूसँग खेलेकी। अनि आजलाई यति, ओके बाई, सालबत्ती नि बाई।